रुख कटर यही रुखमा फलेको कटर हो ए चट्ट हाम्रो बजैले बगैँचा बगैँचा बजेको छ यी रुख कटरमा फलेको कटहरी टन्न खाने अहिले नातिहरू आएपछि सर्ट हेर्नुहोस् यी जाँदा फुटेर त्यहाँ चिर्ने चिरेर ठ्याक्क पारेर यी टक्कला ओहो नि कति साह्रो रहेछ यार ओहो नि बजै आउँछ जान रुख कटरमा फलेको कटर कति ठुलो छ ओहो नि हेर्नु त ओहो नि अब यो कटर पाकेछ रुखमै पाकेको रुखमा पाक्दाखेरि पटटट्ट फुट्दो रहेछ अब यो भित्रभित्र खाने यस्तो यस्तो यसरी यसरी यो जम्मा गरेर खाने हो यसरी यसरी जस्तो हो यो भित्रको खाने पाके त पुरै यो के अरे मौरीको चाका चाहिँ हुँदो रहेछ ल भयो ल भयो ल अब खाने हो बजाइ माथि आएपछि स्कुलबाट फ्रिजमा राख अनि खाने है कसले खाने हो यस्तो घर खान सकिन्न बेच्न लाने हो 6 रुपियाँ किलो छ अरे 6 रुपियाँ किलो छ अरे यो त भुँडी फुटाल्नु पर्छ खसीको भुँडी फुटाल्नु सजिलो हुन्छ यस्तो भुँडी फुटाल्न गाह्रो हुन्छ यो बिचको यसलाई सेन्टर भाग भन्दो रहेछ क्या हजुरी कलार यसलाई फाल्ने हो यो चाहिँ बजीले चाख्यौ ओ नि बाबै चाख्यौ ओ पुरा चाहिँ निकालेको कटहरको पाकेको भित्रभित्र आज मङ्गलबार बजाइ बजार ए ल बेच्ने हो बजाइ चाखेर हेर त एउटा चाख न एउटा चाख त कस्तो छ 100 रुपियाँ किलो छ बजारमा मिठो हुन्छ गरे यहाँ चाहिँ सबै यो निकाल्नुपर्छ निकालेर फ्रिजमा राख दिनदिनै निकाल्दै खाँदै गर्ने हो यो सब टक्क निकालेर खाने हो हो त करे माखा हरियो माखा हरियो माखा यो आप्रोमा हरियो माखा यति छिटो आउँछ आज 50 पाखी रहेछ नि त